ल साथीहरू फाइनली ढेँडो पाकेर चाहिँ ढेँडो मुकबाङ हुँदैछ होइन। यहाँ चाहिँ खतरा खतरा भाइहरू, यता ठुलो भाइ यता सानो भाइ। सो म चाहिँ साथीहरू म चाहिँ के गर्छु भने म चाहिँ अघि भात खाएको हो, त्यस्तो खानु पनि मन परेको छैन, अगाइरहेको छ र म अहिले अलिकति टेस्ट गर्छु। यहाँ चाहिँ मम्मी र भाइले छन्। अबै खतरा डाइट छ त, यसलाई त साह्रो भोक लागेको थियो क्या हौ। सास फेर्दैनस् त भाइ। हो टेरेका भिडियोमा त तिम्रो कान्छी कहाँ सानो भाइले त सास थपेर दिँदैछ झन्। तर बिचार भात थियो नि त, तँ भर्खर आएको, यो भर्खर आएको है साथीहरू। भात दिँदैन भाइले नभएर कमेन्ट चाहिँ नगर्नु चाहिँ, यसले चाहिँ सरममा चाहिँ बिस्तारै खाँदैछ चाहिँ, केटी पारा छ यसको चाहिँ हो। हाम्रो मम्मी चाहिँ त्यही त ढेर हाम्रो त्यस्तै हुन्छ रमाइलो साथीहरू। स्मल फ्यामिली बट ह्याप्पी फ्यामिली छ हामी चाहिँ, स्मल फ्यामिली बट ह्याप्पी फ्यामिली है। होइन यसले खाएको पुरा भिडियो क्याप्चर गर्नु मन पऱ्यो नि त, रिमेम्बर हुने रहेछ साथीहरू। डल्लो ब्याज छ, सफा 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 खा, मन सफा हुनुपर्छ, ढेँडो मैला होस् कि जेसु। म खान्छु नि, म चाहिँ भात खाएको कि त्यही कारण हो साथीहरू। चाहिँ करीसँग खाँदैछ, चिकन करी विथ ढेँडो। वाउ यमी, मिठो स्वादिष्ट। अब म पनि खान्छु साथीहरू, कति हुन्छ अलिअलि हो। म चाहिँ सानो मुकबाङ भिडियो गरिदिएको भाइहरूको महिना, तर रिमेम्बर हुन्छ गाइस। ल बाई बाई।